आज म तपाईँलाई राउटरको बारेमा पढाउँदैछु है त। राउटर भनेको के हो? राउटर भनेको एउटा उपकरण हो। त्यसले गर्छ इन्टरनेट सर्भिस प्रोभाइड गर्ने काम गर्छ। A router is a device that helps many devices use the internet together. धेरै डिभाइसहरूलाई के गर्छ अरे एकै ठाउँमा इन्टरनेट सुविधा प्रदान गर्न मद्दत गर्छ है त। वाइफाई भने के हो? वाइफाई इज अ डिभाइस द्याट कनेक्ट फोन ल्यापटप अर टिभी टु द इन्टरनेट थ्रु द सिग्नल इन द एयर भनेको वाइफाई भनेको नि एउटा उपकरण हो। वाइफाईको फुल फर्म वायरलेस स्पिड रेडियो। त्यसले के गर्छ भन्दा सिग्नलद्वारा रेडियो सिग्नलद्वारा अथवा विभिन्न सिग्नलद्वारा फोन ल्यापटपलाई के गर्नु सक्छ अरे इन्टरनेटको माध्यमबाट कनेक्ट गर्न सक्छ। अब आयो सेटअप बक्स। सेटअप बक्स भने के हो? सेटअप बक्स इज अ स्मल मेसिन द्याट हेल्प्स टु सो द टिभी च्यानल्स भनेको तपाईँको घरमा एउटा टिभी छ हो। टिभीलाई तपाईँको टिभी च्यानलहरूसँग कनेक्ट गर्ने काम चाहिँ कसले गर्छ अरे सेटअप बक्सले गर्छ। अहिले वर्ल्ड कप आइरहेको छ, हाम्रोमा टिभी छ तर वर्ल्ड कप थाहा छैन नि त। हामीले के गर्छौँ सेटअप बक्स लगाएपछि के हुन्छ टिभी च्यानलहरू आउँछ जसले हामीले गर्न सक्छौँ वर्ल्ड कपको मजा लिन सक्छौँ है। अब आयो वाट इज सर्च इन्जिन। सर्च इन्जिन भनेको के हो त? सर्च इन्जिन इज अ वेबसाइट अर अ टुल द्याट हेल्प्स टु फाइन्ड इन्फर्मेसन अन द इन्टरनेट। जस्तै तपाईँले युट्युब एउटा एप डाउनलोड गर्न सक्नुहुन्छ तर गुगलको माध्यमबाट www.youtube.com भनेर सर्च गर्न भने तपाईँले गर्न सक्नुहुन्छ अरे युट्युब फाइन्ड गर्न सक्नुहुन्छ। त्यही भएर यो के एउटा टुल्स अथवा वेबसाइट हो जसले के गर्छ हामीले इन्फर्मेसन फाइन्ड गर्न सकिन्छ के को प्रयोग गरेर इन्टरनेटको प्रयोग गरेर। अब सर्च इन्जिन जस्तै मेजर सर्च इन्जिनहरू के हुन् भन्दा www.google.com www.yahoo.com www.bingo.com यिनीहरू के हुन् सर्च इन्जिनका मेजर सर्च इन्जिनहरू रहेका छन्। ल अब आयो वेबसाइट। वेबसाइट भनेको के हो त? अ वेबसाइट इज अ ग्रुप अफ वेब पेज अन द इन्टरनेट युज टु सेयर इन्फर्मेसन भनेको वेब पेजहरूको समूह हो। यो काम हुन्छ इन्टरनेटमा हुन्छ। यसले के गर्छ अरे कुनै पनि इन्फर्मेसन अथवा कुनै पनि जानकारीहरू प्राप्त गर्न सकिन्छ। जस्तै एउटा इक्जाम्पल दिन्छु मैले www.tsc.com भनेपछि शिक्षक सेवाको हामी वेबसाइटमा जान सकिन्छ। त्यहाँ गएर हामीले कति कुन फर्महरू खुलिरहन् प्रावि निभाविको तिनीहरू के शाखाहरू रहेका छन् सबै कुरा प्राप्त गर्न सकिन्छ। अथवा कुनै पनि संस्थाको वेबसाइट हुनसक्छ। जस्तै एउटा इक्जाम्पल www.horizon.com भनेपछि होराइजन माध्यमिक विद्यालयमा कतिजना टिचरले पढाउँछन्, कुन टिचरले के विषय पढाउँछन् र के क्रियाकलापहरू सञ्चालन छन्, भ्याकेन्सीहरू छ खुल्ला छ कि नै सबै कुराहरू प्राप्त गर्न सकिन्छ है त। अब आयो हाम्रो आइएसपी। आइएसपी भनेको के हो? इन्टरनेट सर्भिस प्रोभाइडर जसले के गर्छ इन्टरनेटको सुविधाहरू प्रदान गर्दछ। आइएसपी इज अ कम्पनी द्याट गिभ्स इन्टरनेट सर्भिस टु प्रोभाइड। जस्तै होल्डिङ ब्रोडलिङ्क यिनीहरू सबै के हुन् इन्टरनेट सर्भिस प्रोभाइडर हुन् हो कि नै। अब यिनीहरू के गर्छन् इन्टरनेट सर्भिस प्रोभाइड गर्छन्। अब फिचर्स अफ आइएसपी भनेको के हो त? आइएसपी प्रोभाइड हाई स्पिड इन्टरनेट सर्भिस। यिनीहरू के हुन्छन् धेरै स्पिडको इन्टरनेट सर्भिस प्रोभाइड गर्छन्। मस्ट आइएसपी प्रोभाइड इन्टरनेट इमेल एड्रेस टु देयर कस्टमर। यिनीहरू के गर्छन् इमेल एड्रेस पनि प्रोभाइड गर्ने काम गर्छन् है त। आजलाई मैले यति पढाएँ र तपाईँलाई मेरो क्लास मन परेर फलो गरिदिनु होला र मेरो क्लास लिन चाहनुहुन्छ भने मेरो बायोमा रहेको फोनमा फोन गरिदिनु होला है त। बाई।